सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको शुभकामना। यो भिडियो चाहिँ टिचर्स डे स्पेसियल रहेको छ। सर्वप्रथम त म सम्पूर्ण भाइ बहिनीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले यो दिनलाई एकदमै स्पेसियल बनाइदिनु भएको छ। गुरु भनेको अँध्यारो जीवनमा उज्यालो दिने दीप हो। गुरु ज्ञान र मार्गदर्शक र प्रेरणाको स्रोत हो। त्यसैले गुरुलाई सधैँ सम्मान र आदर गर्नुपर्छ। साँच्चै नै भन्नुपर्दा गुरु र शिक्षक बीचको सम्बन्ध सधैँ प्रगाढ। आजको दिन मेरो लागि स्मरणीय रहनेछ। विद्यार्थीहरूले गरेको माया सम्मान म कहिले पनि बिर्सने छैन र विद्यार्थीहरूले गरेको माया र सम्मानको सधैँभरि अपेक्षा गरि नै रहनेछु। प्यारा कलिला फुलहरूले हामीप्रति गरेको मान सम्मान हामीले कहिले पनि बिर्सने छैनौँ। त्यस पछाडि हाम्रो आदरणीय म्यामले केक काट्न सुरु गर्नुभयो। केक सबै बाबु नानीहरूलाई पालैपुलो खुवाइदिनु पनि भयो र बाबु नानीहरूको खुसी देखेर म पनि एकदमै खुसी भएँ। त्यसपछि हामी सबै आफ्नो कक्षातिर प्रस्थान गऱ्यौँ। कक्षामा पनि विद्यार्थीहरूले देखाउनु भएको माया देखेर एकदमै खुसी भए। सबै विद्यार्थीहरू पालैपुलो आएर मलाई विस गर्दै हुनुहुन्थ्यो। उहाँहरूको माया थ्याङ्क यू सो मच गर्ल्स। मैले पनि मलाई विस गर्न सक्नुभयो। त्यस पछाडि फेरि अरू भाइ बहिनी पनि आएर मलाई विस गर्दै हुनुहुन्छ। ओहो, आजको दिनको त तारिफ गरेर म नसक्ने भए। मलाई विस गर्न आइराख्नु भएको छ विद्यार्थीहरू। आजको माया र गिफ्टले म दङ्गै परिरहेको छु। फेरि पनि अर्को भाइले मलाई एकदमै प्याकेजिङवाला गिफ्ट दिनुभयो। फेरि हेर्नुहोस् न, फेरि भाइ बहिनीहरू आउँदै हुन्छ मलाई विस गर्नका लागि। गिफ्ट पनि कति राम्रो राम्रो दिनुभएको छ भने। अब पालो रहेको छ स्पेसल गिफ्ट चाहिँ अनबक्सिङ गर्ने। गिफ्ट चाहिँ एकदमै प्याकेज गरेको हुँदा मलाई खोल्न पनि टाइम लाग्यो। एकदमै धेरै पेपर्स फोल्ड गरेर बनाएको गिफ्ट रहेछ। म गिफ्ट खोलिरहेको छु। सबैजना भाइ बहिनीहरू हेर्दै हुनुहुन्छ। कतिखेर म्यामले गिफ्ट खोल्नुहुन्छ र हामीलाई देखाउनुहुन्छ भनेर सबैजना आतुर भइराख्नु भएको छ। तर गिफ्ट अझै पनि मैले हात पारिसकेको छैन। म खोलिरहेको छु कन्टिन्यू। अब चाहिँ मैले बल्ल बल्ल गिफ्ट यो हो भनेर गेस गर्दैछु। मभन्दा पनि मेरा विद्यार्थीहरू चाहिँ एकदमै आतुर हुँदै हुनुहुन्छ। फाइनली मैले गिफ्ट हात पाएँ। थ्याङ्क यू सो मच बाबु। यसरी आजको दिन मेरो बित्यो। एकदमै रमाइलो भयो। विद्यार्थीहरूको माया साथ सहयोग धेरै पाइरहेको छु। यतिमै म एकदमै खुसी छु। ह्याप्पी गुरु पूर्णिमा भन्दै फेरि पनि म बिदा हुन चाहन्छु। थ्याङ्क यू। सी यू नेक्स्ट भिडियो। आई लभ यू। बाई बाई।